आचार्य जोसँग नेपाली ब्रो धेरै समयदेखि रिलेसनमा रहेको कुरा पनि हामीले यो तथ्य पनि भेटाएका छौँ र धेरै पटक नेपाली ब्रोलाई यी युवतीले मलाई विवाह गरेन भने तँलाई रेप केस हालिदिन्छु भन्ने खालका धम्की र ब्ल्याकमेलिङ पनि दिइराखेको र आज जुन घटना घट्यो त्यसको एक हिस्सा चाहिँ यी युवती पनि हुन् भनेर यी युवतीको नाममा यति बेला पीडित पक्षले किटानी जाहेरी समेत दर्ता गरिसकेको छ। प्रतीक्षा आचार्य भने मोबाइल अफ गरेर फरार भएको छ। नेपाली ब्रोलाई चाहिँ यसरी नै मार्नुपर्छ, फाँसिएको सजाय हुनुपर्छ भनेर आम नागरिकले सामाजिक सञ्जालमा यति बेला आवाज पनि उठाइराखेको छ। उहाँको आमाको त्यो भावविह्वल अवस्था हामीले हेर्न सकिरहेको पनि छैन। उहाँको श्रीमती एउटा नेपाली सेनामा कार्यरत र यो घटनाबाट हामीले सन्देश पनि सिक्न जरुरी छ र एकजना व्यक्तिलाई खेलाडी भनेर चिनाउने तपाईँ हाम्रो पनि गल्ती हुनसक्छ हैन। एउटा सेलिब्रिटी बन्न रहर इच्छा हुने मान्छेलाई सेलिब्रिटी बनाइदिए तर को मान्छेलाई चाहिँ सेलिब्रिटी बनाउनु पर्ने हो भन्ने खालको कुरा पनि आम पत्रकारहरूले सोच्नुपर्ने विषय पनि रहेको छ। तपाईँले देख्न सक्नुहुनेछ प्रतीक्षा आचार्य स्टाफ नर्स रहेको छ, उनी शङ्करापुर हस्पिटलमा स्टाफ नर्स गर्छिन् रे। हिजो भर्खरै मात्र नेपाली ब्रो र नेपाली ब्रोको श्रीमतीको सम्बन्ध विच्छेदको अन्तिम फैसला भएकै दिन नेपाली ब्रोले आफ्नो श्रीमतीमाथि धरिलो हतियार प्रयोग गरी हत्या गरिसकेपछि उनी आफै बालजु प्रहरी भित्तामा आत्मसमर्पण गर्न आएको जानकारी पनि हामीले